तिम्रो नाममा होला सिकाइदिनु न भनेपछि धेरै औषधि हुँदो रहेछ के साथीहरू भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ साथीहरू त्यहाँ चाहिँ हामीले गुराँस खाएको छौँ। अब अगाडिको थम्बनेल हेरेर पनि टाइटल हेरेर पनि थाहा पाइसक्नु भएको छ होला। अनि गुराँस खाएको छौँ। अनि यो परासो सबैले खानुहुन्छ क्या, सबैले अफ क्यामेरा सबैले खानुहुन्छ। र हामीले चाहिँ मैले अरूको भ्लगमा पनि हेरेको छु चाहिँ एक दुईजना आजभन्दा टिकटकमा पनि आइरहेछ। सबैजनाले ब्याड कमेन्ट गरिराख्नु भएको हुन्छ के राष्ट्रिय फुललाई यस्तो गर्यो, राष्ट्रिय फुललाई उस्तो गर्यो भनेर। तर आखिरी अफ क्यामेरा चाहिँ सबैले नै खानुहुन्छ गुराँस चाहिँ। जस्ट हामीले चाहिँ क्यामेरामा कैद गरेर खाएका छौँ। प्लिज के भन्छन् ब्याड कमेन्ट चाहिँ नगरिदिनु होला। नखाने चिज भइदियो त हामी पनि खाने थिएनौँ। यो हामीलाई पनि थाहा छ राष्ट्रिय फुल हो, यसलाई उ गर्नु हुँदैन भने बट तर यो औषधि हुन्छ भने त खाँदा केही फरक पर्दैन नि त। त्यही भएर चाहिँ हामीले खाएको छौँ। प्लिज ब्याड कमेन्ट चाहिँ नगरिदिनु। हेलो साथीहरू नमस्ते, स्वागत छ हजुरहरूलाई गणेश सुस्मी भ्लगमा। फेरि पनि आइसकेको छ हामी नयाँ भिडियोको साथमा। हजुरहरूले अस्तिको भिडियो त हेर्नु नै भयो होला। हामी गुराँस गएको थियौँ र अलिअलि गुराँस पनि लिएर आयौँ किनकि हामीले यो गुराँस चाहिँ के हुँदो रहेछ भने चाहिँ धेरै औषधि हुँदो रहेछ कि। एक त अब यो लाली गुराँस अब के भन्छन् राष्ट्रिय फुल हो। हजुरहरूले के अरे यसरी चुटालेर वेस्ट गर्नुभयो भनेर सोच्नु भयो होला। होइन, यो चाहिँ हामीले सुकाएर यो काँडाहरू अरू यसको चाहिँ औषधि धेरै हुन्छ क्या। अनि रुगाखोकीको लागि पनि हामीले तातो पानीमा उमालेर पनि खान सक्यौँ। यसलाई हेल्थको लागि एकदमै राम्रो छ। अनि अथवा माछाहरू खाँदाखेरि अनि काँडा अड्क्यो भनेपछि पनि यो सुकाएर राखेको है। फेरि सुकाएर राखेको चाहिँ हामीले कसरी युज गर्छौँ त्यो चाहिँ थाहा भएन मलाई, मैले सुनेको है। सुकाएर राखेको चाहिँ त्यो माछा अड्केको बेला खायो भने चाहिँ माछा निकाल्छ अरे, काँडा निकाल्छ अरे बोल्दा बोल्दा कता के। अनि एकदमै हेल्दी हुन्छ अरे यो चाहिँ। त्यही भएको कारणले चाहिँ हामी यसलाई वेस्ट गर्दैनौँ। खान सक्ने खान्छौँ, भिडियो गराउँछौँ। अनि नखान सक्ने हामी सुकाएर यसलाई युज नै गर्ने हो। तातो पानीमा उमालेर खान मिले। यसको धेरै औषधिहरू हुन्छ नि त। त्यही कारणले ल्याएर राष्ट्रिय फुलहरूलाई यसरी गर्ने उस्तो गर्ने अनि भनेर चाहिँ नभनिदिनु होला प्लिज भन्दै। अनि आजको भिडियो चाहिँ हामी स्टार्ट गर्छौँ। मैले खाना चाहिँ मैले यो एकैचोटि मात्रै खाएको छु है। मैले अहिलेसम्म खाएको छैन। अस्ति एकचोटि मात्रै छु। मेरो बुढालाई एकजनाले ल्याइदिनु भएको रहेछ, 2टा जति फुल ल्याइदिनु भएको थियो अस्ति नै सोरुममा ल्याइदिनु भएको थियो। त्यति बेला चाहिँ मैले टेस्ट गरेँ, मलाई मिठो लागेन। अनि यता दिदीको घर गएर चाहिँ आमाले के भन्नु भने चाहिँ यो जुन यो फुल हुन्छ नि यो कहाँको गर्नु नगर्ने नि, जुन यो फुल हुन्छ नि यो फुलको यो बिचको चाहिँ निकालेर खानुपर्छ अरे क्या। यो खायो भने चाहिँ टर्रो टर्रो हुँदो रहेछ। अनि यो निकालेर खानुपर्ने रहेछ। अनि त्यो यो निकालेर खाएपछि चाहिँ मिठो हुँदो रहेछ। मैले पनि अस्ति ट्राई गरेको, 2टा मात्रै थियो। अनि एउटा आन्टीलाई दिएँ, एउटा आफूले खाएको। अनि अहिले चाहिँ फेरि हामी खाँदैछौँ मुकबाङ। यसको मुकबाङ सधैँ त्यो उसको मुकबाङ मात्रै होइन, यसको पनि मुकबाङ गर्दैछौँ ल साथीहरू है त। कस्तो हुन्छ ल खाए ल भन्नु न, मिठो खानेकुरा खाए ल। एमा मह हो यो सल्ल हो कि नै सितो जान सक्छ होइन यार। मह यहाँ चाहिँ कसरी देखा उहाँहरूलाई। ए हेर्नु यार कालो कालो छ नि यो मह। हेर ल चाहना यसो छ गुलियो हुन्छ त नि। हाँस्नै ठिक छ। म हाँस्नै जानेको। हाँस्नु न राम्रो। किन भाङसँग त खाइरहेको छैन। हाँसो खाएको शिवरात्रिमा खाएको भाङ अझै लाग्दैछ मलाई। भाङ कहाँ लाग्थ्यो कि मलाई नै लागेको थिएन कि तिमी झाप मात्र भएको थियो त्यही त भन्ने होला नि। यो चाहिँ एकदमै टर्रो हुँदो रहेछ। यदि खान सकिन्छ त सबै नखाने
खान सक्ने मात्रै खाने नखाने मैले अघि नै भनि त हालेँ हामी यो फाल्ने होइन कि हामी खान सक्ने खान्छौँ नखान सक्ने सुकाएर राख्छौँ एउटा त तातो पानीमै खान मिल्यो नि त तातो पानीसँग उमालेर सुकाएपछि सुकाउने तातो पानीमा खाने हो हेल्थलाई एकदम हेल्दी हुन्छ मिठो त मिठा चुकिलो त्यो मखाले गर्दा अलिकति गुलियो अलि टरो पनि हुन्छ मेरो कपडामा ला मेरो पनि कुर्तामा नयाँ कुर्तामा लाग्यो कि साथीहरू यो त दाग जान्न अरे भन्नुभएको छ मैले धोएको छैन अब धोएपछि थाहा हुन्छ तिमीले पहिला खाथ्यौ स्यामन खाऊ म त खाँदैन साथीहरू बिहा भएदेखि सुर्खेतमा आएर म थाहा पाएको देखेको पनि नारिवरस अनि पहिला म 10 क्लासमा हुँदा 10 क्लासको वैशाखमा हुँदा दादा म काली गएको त ल्याएको क्या उदास मैले त पहिला त म नेपाल मन्दिर बस्थेँ नि त त्यता बस्ने बेला मैले देखा पनि थिएन अब राष्ट्रिय फुल हो भन्ने मात्र थाहा थियो लाली गुराँस सरी रियलमा देखेको थिएन क्या मैले सूर्यतन जन्मिनु भाग्यमानी हो भाग्यमानी हो बिहा गरेर आउनु पनि भाग्यमानी हो सुर्खेत त काठमाडौँ भन्दा महँगो भइसक्यो बरु काठमाडौँमा लुगा सुगा किनेर लाउनु सक्दैन यहाँ सकिन्न यहाँ त यति त्यहाँको डबल हुन्छ क्या यहाँ त यो पात के गर्छन् पात के गर्छन् थाहा नि त मलाई कुनै कुनै कस्तो गुलियो छ क्या खाँदा झ्याप्प मुखमा हाल्दा यो फुल यो माथिको यो भन्दा त यो मात्रै मिठो यस्तो मलाई निस्क्यो सिगा निकालेर खानु तिम्रो नाकमा होला सिकानमा अस्ति थियो कि नै नाकको या घाम हेर्नु मेरो यो नाकमा इन्फेक्सन अनि यो दुईटी साथी छ निसालाई त चिन्नुहुन्छ होला कतिपय भिडियोमा पनि देख्नुभयो यिनको साथी निसा र निसाले भिडियो हेऱ्यो भने हेर है निसा अनि यिनी मेरो नाकमा मासु बोलाएको छ भन्ने सोचेँ मैले त है ला मलाई त टेन्सनले गर्दा भात पनि खान मन लागेन अनि यिनीहरूको नाक हेर्न गयो हेर्नु यसो गरेर फर्छ यहाँ गोदेर छ त्यो मिस्टेकले र यिनको त छि कति फोहोर भनेर यिनलाई साइड लगाए अर्कीको तिमीहरूको नाक त म हेर्दिनँ म घिन लाग्यो भन अनि टी सर्टले पोस्दै थिएँ यस्तो गर्दै मान्छे मात्र राम्रो फोरी नि नुहाउँदो रहेछ आफू नलाउने हाल्ने भन्ने यस्तो छ फोरीहरू मलाई नाकको प्रब्लमै छ यो राम्रो छ है हेर्नु त राखेको छु भन्दा कहाँ त्यो सजाउनको लागि राखेको ठुल्ठुला त कति देखेछ फेरि अब चिसो लाग्यो यस्तो गरेर कहाँ लाउने अड्डी
ला अरे मिठो एमन छ म लगाते हैं हम देखें आफ्नो राम्रो क्या म भयो जस्तो म हामी देखिन्छ जस्तो अरूलाई जुम्नेसलाई पनि हामी देखिन्छ आफ्नो तारिफ आफै गर्छन् मान्छे कसले गर्दैन आफ्नो तारिफ आफै गर्दैन कस्तो नदेको यो चुप्नु पनि छ कता त यस्तो यो खाने रे त्यो डर हुन्छ नि त यो फुलेर न कोचारो गरे हेर नि म हेर है चाटु दे त्यो डन्ना निस्किन्छ त नि डन्ना के हो त नि डर हुन्छ भ्याइयो साथीहरू अब खान सकिन्न किनभने लास्टको त अगाइयो अघि पनि हामीले खाना खाएको उसले त खाएन क्या अब खान्नमा अनि हामीले खाना खाएको अब खाना खाइसकेपछि धेरै खान सकिन्न अलिअलि खाने हो अनि आजको भिडियो हाम्रो कस्तो लाग्यो प्लिज कमेन्ट मार्फत भनिदिनु होला ए लाली गुराँसलाई वेस्ट गरेर चाहिँ नभनिदिनु होला यसलाई हामी युज गर्छौँ सुकाएर भए पनि तातो पानीमा हालेर भए पनि जसरी भए पनि हामी खान्छौँ यसलाई हो कि नै अझ स्कुलमा साथीलाई पनि लगिदिनु छ छुट्याइसक्यो मैले 5 चोटि साथीलाई आफ्नो साथीलाई लगिदिनु भने यो भिडियो हेर्नु होला भिडियो हेर्ने बेलासम्म त साथीले पाइसक्छन् भोलि नै पाइसक्छन् त्यही भएर आजको भिडियो कस्तो लाग्यो साथीहरू कमेन्ट मार्फत भनिदिनु होला अनि पछि प्लिज सब्सक्राइब गरिदिनु होला हाम्रो भिडियोलाई लाइक गरिदिनु होला सेयर गरिदिनु होला साथीहरू भन्दै आजको भिडियो चाहिँ यहीसँग समाप्त गर्न चाहन्छु बाइ बाइ साथीहरू।